प्रतिष्ठानद्वारा आयोजित प्रगतिशील सङ्गीत उत्सव 2083 थबाङ रोल्पा 2083 वैशाख 19 र 20 गते। थबाङ घोषणापत्र प्रगतिशील स्वरहरू नयाँ पुस्ताको लागि भन्ने नाराका साथ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र रोल्पा प्रतिष्ठानको सहायता प्रगतिशील सङ्गीत उत्सव 2083 मा देशभरिबाट सहभागी प्रगतिशील कलाकर्मीहरूले निम्न बुँदा रहेको थबाङ घोषणापत्र 2083 जारी गर्दछौँ। एकैछिन चेक पछि यहाँ 1 नेपाली समाजको प्रगतिशील परिवर्तनका लागि चलेका विभिन्न चरणका आन्दोलनहरूमा प्रगतिशील कलाकारहरूले खेलेको भूमिका अतुलनीय छ। आगामी दिनहरूमा पनि देश र जनताको लागि हामी प्रगतिशील सङ्गीतकर्मीहरू अझै सशक्त भूमिका निर्वाह गर्न प्रतिबद्ध छौँ। मन पर्यो भने सबले ताली लगाइदिनु होला। सबैले हात माथि उठाएर सबैले एकपल्ट ल यो बुझा पास भएको छ। अर्को देशव्यापी रूपमा फैलिएको अश्लील छाडा र भद्दा सङ्गीतको जालोलाई चिर्न योजनाबद्ध ढङ्गले सशक्त रूपमा प्रयत्नशील रहने। यो पनि मन पर्यो भने फेरि ताली लगाइदिनु होला। अलि जोडगार हाँसेर ताली लगाइदिनु सबै। थबाङ हो नि त, थबाङ चान्चिने ठाउँ होइन यो। 3 नम्बर हाम्रा प्रगतिशील सिर्जनाहरू सरल, लोकप्रिय र स्तरीय बनाउन सबै कलाकारहरूले व्यक्तिगत, सामूहिक र संस्थागत रूपमा प्रयास गर्ने। चित्त बुझ्यो? मन पर्यो भने फेरि ताली लगाइदिनुहोस्। ल ठिक छ। पछाडि अलि जोसिला नानीहरू छन् जस्तो छ। 4 नम्बर हामी सधैँ राष्ट्र र जनताको लागि आमूल परिवर्तन, सुशासन र समृद्धिको पक्षमा सृजनात्मक भूमिका खेल्न प्रतिबद्ध छौँ। मन पर्यो भने फेरि ताली लगाइदिनुहोस्। जति ताली लगायो उति हात राम्रा हुन्छ। 5 नम्बर देशलाई समुन्नत बनाउन अहिले विकास भइरहेका विज्ञान, प्रविधि र सूचना सञ्चारलाई सङ्गीत लगायत मानव जीवनका विभिन्न आयामहरूमा अधिकतम उपयोग गर्न प्रयत्नशील रहने। फेरि एकपल्ट मन परेको भए ताली लगाइदिनुहोस्। राम्रो छ। 6 नम्बर नयाँ पुस्तालाई देश, जनता र प्रगतिशील आन्दोलनको पक्षमा आकर्षित गर्दै व्यापक रूपमा सहभागी बनाउन विशेष पहल गर्ने। फेरि एकपल्ट यो बुँदालाई पनि पास गरिदिनु होला ताली लगाएर। 7 नम्बर राज्यलाई जनमुखी र उत्तरदायी बनाउनको लागि प्रगतिशील सङ्गीतकर्मीहरू उनका सिर्जनाहरूलाई राज्यका विभिन्न निकायमा सहभागिताको लागि अनवरत प्रयत्न गर्ने। फेरि एकपल्ट 8 सबै खाले वैदेशिक हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा जनउभार सिर्जना गर्न जोरदार प्रयत्न गर्ने। जोरदार ताली फेरि। 9 नम्बर प्रगतिशील सङ्गीत उत्सव 2083 सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू, मुख्य प्रायोजक, सञ्चारकर्मी, कर्मचारी, सुरक्षाकर्मी र सम्पूर्ण सहयोगी तथा थबाङवासी सम्पूर्ण जनतालाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौँ। फेरि एकपल्ट थबाङवासीको जोसिलो ताली। ल है सबै बुँदा पास भएको छ। हामी त्यसमा प्रतिबद्ध छौँ। तपाईँहरूले साथ, सहयोग, समर्थन दिनुहोला। धन्यवाद।